रोगहरू नियन्त्रण गर्ने कार्यक्रम हो औषधि कीटनाशक विषादी छर्ने कार्यक्रम। सर्वप्रथम म कीटनाशक विषादीको बारेमा दुई शब्द भन्न गइरहेको छु। इन्सेक्टिसाइड यो एउटा कन्ट्याक्ट पोइजन हो जसले भेक्टरहरूलाई, जसले रोगका कारक तत्वलाई आफ्नो शरीरमा बोकेको हुन्छ र त्यसलाई वृद्धि विकास गराएको हुन्छ र कुनै नयाँ व्यक्तिमा सार्ने काम जसले गर्छन् त्यसलाई हामी भेक्टर भन्छौँ र ती भेक्टरहरूलाई मार्ने औषधिलाई हामी के भन्छौँ भने इन्सेक्टिसाइड भन्छौँ। यो औषधि हामी चाहिँ घरभित्र प्रत्येक घरमा, प्रत्येक गोठमा, प्रत्येक चर्पीमा यो औषधि चाहिँ घरको भित्री भागमा छर्किने र यसको लागि चाहिँ तालिम प्राप्त औषधि छर्ने व्यक्तिहरूबाट चाहिँ यो कार्यक्रम सञ्चालन गरिनेछ। र यसमा के हुन्छ भने यो इन्सेक्टिसाइड एउटा कन्ट्याक्ट पोइजन हो। जब कुनै लामखुट्टे घरभित्र प्रवेश गर्छन् त्यो सर्वप्रथम ऊ चाहिँ भित्तामा बस्छन्। भित्तामा बसिसकेपछि त्यो भित्तामा छरिएका औषधि हुन्छ र त्यो खुट्टाको माध्यमले, लामखुट्टेको खुट्टाको माध्यमले लामखुट्टेको शरीरभित्र प्रवेश गर्छन् र प्रवेश गरिसकेपछि या त त्यो लामखुट्टे त्यही मर्छन् अथवा त्यो नमरे पनि त्यो त्यहाँ घरभित्र भएको व्यक्तिलाई टोक्छन् र उसले जुन पोजिटिभ एजेन्ट अथवा रोग लाउने कारक तत्त्व सार्ने जुन भाइरस अथवा प्यारासाइटहरूलाई सार्छन्। त्यो सार्नेमा चाहिँ त्यो प्यारासाइट यदि शरीरभित्र पसे पनि त्यो औषधिको प्रभावले गर्दा ती प्यारासाइट अथवा भाइरसले रोग लगाउने क्षमता गुमाइसकेका हुन्छन् र यसरी नै रोग चाहिँ नियन्त्रण हुन्छ। घरभित्र औषधि छर्दाखेरि घरभित्र भएका धेरै प्रकारका इन्सेक्टिसाइडहरू मर्छन्, तर यदि हामी घरमा बस्नेले झ्याल ढोकामा हामीले जाली लगाइएनौँ, हामी बाहिरी इन्सेक्टहरूलाई भित्र पस्न रोक लगाइएनौँ भने बाहिर भएका लामखुट्टे र ती इन्सेक्टिसाइडहरू फेरि हाम्रो घरभित्र पस्छन् र फेरि रोग लाउने सम्भावना हुन सक्छ। त्यसैले नेपाल सरकारले नीति लिएको छन् जहाँ डेङ्गु, कालाजार, जापानिज इन्सेफ्लाइटिस, मलेरिया जस्ता रोगहरू प्रकोप देखियो त्यो ठाउँमा वर्षको 2 पटक श्रावण भद र चैत वैशाखदेखि 2टा साइकलमा 2 चक्रमा यो कीटनाशक विषादी छर्ने चाहिँ नेपाल सरकारले नीति बनाएको छ र त्यही नीति अन्तर्गत रूपनी गाउँपालिकाले पनि आफ्ना सबै वाडाहरूमा यी औषधिहरू दोस्रो चक्रमा छर्न गइराखेको छ र यसबाट रूपनी गाउँपालिकामा विगतमा डेङ्गु देखिएको छ, मलेरिया देखिएको छ, कालाज्वरको रोगी पनि देखिएको छ र हाल डेङ्गुको प्रकोप चाहिँ फैलिसकेको छ। अहिले कोभिड नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पनि पटक पटक निर्देशन दिइराख्नु भएको छ हैन। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि पटक पटक हामीलाई जानकारी गराइराख्नु भएको छ कि यो कोभिड-19 को चक्करमा डेङ्गु, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिसलाई ओझलमा नपार्नुहोस्, यसलाई पनि नियन्त्रण गर्ने उपाय गर्नुहोस्। किनभने जापानिज कोभिड-19 धेरै मात्रामा फैलिन्छ, मृत्युदर थोरै छन्, तर जापानिज इन्सेफ्लाइटिस फैलियो भने त्यसमा के हुन्छ भने मृत्युदर पनि धेरै छन्, कोभिड-19 भन्दा चाहिँ 5 गुणा 10 गुणा बढी छन् र बाँचे पनि जीवनभर चाहिँ मानसिक रूपले अपाङ्ग भएर बाँच्नुपर्ने हुन्छ। तसर्थ चाहिँ यो कोभिड-19 भन्दा खतरा चाहिँ जापानिज इन्सेफ्लाइटिस पनि हो। कालाजार, यदि हामीले कालाजारलाई समयमा नियन्त्रण गर्न सकिएन भने त्यो यो आफ्नो क्लस्टरमा फैल्छन्। कालाजारका जहाँ बिरामी एकजना हुन्छ त्यही वरिपरि अरू कालाजारका बिरामीहरू देखा पर्न सुरु गर्छन् र यदि हामीले कालाजारको नियन्त्रण गर्न सकिएन भने भोलिको दिनमा कालाजारको बिरामी बढेर जान्छन् र यसको चाहिँ महँगो उपचार छ। कालाजार सस्तो उपचार होइन, धेरै महँगो उपचार छ।
हैन। यसमा ज्यान जाने समयमा उपचार गरिएन भने ज्यान जाने खतरा पनि त्यतिकै हुन्छ। अर्को मलेरिया पनि हाम्रो यहाँ यो क्षेत्रमा छ। मलेरियाबाट प्रभावितै गाउँपालिका हो यो। र यदि हामी चाहिँ यो औषधि छर्याउनौँ र मलेरियाको प्रकोप भएमा मलेरियाले पनि ज्यान लिन्छन्। यदि हामी चाहिँ हाम्रो देशमा दुई प्रकारको मलेरिया छ, एउटा नरम खालको भन्छौँ, एउटा काडा खालको भन्छौँ। भन्नाले नरम खाल भन्नाले प्लाज्मोडियम भाइभेक्स र काडा खाल भन्नाले चाहिँ प्लाज्मोडियम फाल्सिफेरम। प्लाज्मोडियम फाल्सिफेरम अति नै काडा खालको हुन्छ। यसले 24 घण्टैमा जहाँ यसको महामारी देखिएको छ त्यो ठाउँमा 24 घण्टाभित्र नै ज्यान लिएको धेरै इतिहासहरू हामीले हेरेका छौँ, देखेका छौँ, अनुभव गरेका छौँ। त्यसैले समयमा मलेरियालाई पनि नियन्त्रण गर्नुपर्ने हुन्छ हैन। अब यो इन्सेक्टिसाइडको बारेमा छोटकरीमा म चाहिँ यति नै भने। अर्को चाहिँ यो कालाजार। अब कालाजार भनेको के हो त हैन। कालाजार भनेको एउटा परजीवीबाट लाग्ने रोग हो हैन। यो परजीवी कालाजार भएका बिरामीकै शरीरबाट भुस्ना भन्ने, जसलाई स्यान्ड फ्लाई पनि भनिन्छ, भुस्नाले रोगी व्यक्ति, कालाजारको रोगी व्यक्तिलाई टोक्छन् र रगतसँगै त्यो परजीवी आफ्नो शरीरमा लिन्छ र ती स्यान्ड फ्लाईले केही समयमा चाहिँ आफ्नो शरीरभित्र लिएका ती परजीवीलाई वृद्धि विकास गराउँछ र पछि चाहिँ अर्को व्यक्तिको रगत चुस्ने क्रममा ती परजीवी उसको शरीरमा छोडिदिन्छ र त्यो व्यक्ति पनि कालाजारबाट ग्रसित हुन्छ। र यसरी नै एक व्यक्तिबाट भुस्नाले परजीवी लियो, अर्को व्यक्तिमा छोडियो र त्यसरी चाहिँ यो क्रमले चाहिँ कालाजारका बिरामीहरू बढ्दै जान्छन्। र यसको लक्षण चिन्ह, कालाजारको लक्षण चिन्ह के छ भने हामी सजिलै कालाजार हो भने हामी बुझ्न सक्छौँ। यदि 15 दिन वा सोभन्दा बढीसम्म ज्वरो आयो, अरू औषधि प्रयोग गर्दा पनि ज्वरो निको भएन हैन, त्यहाँ पनि शङ्का गर्ने ठाउँ हुन्छन्, कतै कालाजार भएको छ कि। अर्को चाहिँ शङ्का गर्ने ठाउँ कहाँ हुन्छ, कालाजार भएकै एरियामा त्यस्ता बिरामी देखियो, 15 दिनसम्म ज्वरो आएको छ, औषधि उपचार अन्य रोगको गरे पनि त्यसमा चाहिँ फाइदा नहुनु, रोग निको नहुनु, झन् बल्झिँदै जानु, एउटा त्यो शङ्का गर्ने ठाउँ भयो। अर्को चाहिँ कालाजार भएको बिरामीको केही समय पश्चात बायाँ कोखा चाहिँ बढ्दै जाने हो। त्यहाँ छाम्दा चाहिँ एस्प्लिन, जसलाई हामी फियो भन्छौँ, त्यो छाम्न सक्छौँ र बिस्तारै चाहिँ पेट बढ्दै जान्छन् हैन। यो पाखुरा जुन छ त्यो चाहिँ सुक्दै जान्छ, सानो हुँदै जान्छ, पातलो हुँदै जान्छन् र सँगसँगै धेरै रगतको कमी हुन्छ र जसले गर्दा चाहिँ मानिसको जिउ कालो देखिन्छ, कालो हुँदै जान्छ, रगतको कमी हुन्छ, भोक कम लाग्छ, खान मन भए तापनि खान नसक्ने अवस्था हुन्छ, ज्वरो चाहिँ मन्दगतिको हुन्छ, धेरै ज्वरो आउँदैन हैन। र यी लक्षणहरू देखियो भने हामी चाहिँ के गर्ने त, पहिला डायग्नोसिस गर्ने। यो डायग्नोसिस पनि एकदमै सजिलो छ। हामीसँग RK39 भन्ने एउटा RDT हुन्छ, जसमा चाहिँ त्यो RDTबाट हामीले जाँच्यो भने 10 देखि 15 मिनटमा हामीले परिणाम पाउँछौँ, यसलाई कालाजार भएको छ अथवा छैन। विराजमा एकरा सब कोई सहजीकरण क्या को कहते हैं, बाड़ियों में छिटी कोनो छिटी एकर तो एकदम मापदंड तैयारी क्या गया है दवाई, जैसा प्रत्येक पालिका में प्रत्येक घर में ये दवाई छिटा जाए और तकर बाद यदि ये प्रभावकारी है तो वो बाहर में छिटे वाला जो डेंगू संबंधी से सब कार्यपालिका बैठ के निर्णय क्या ओहो दवाई छिटल जाए। क्या तो अखनी ये जे लामखुट्टे मच्छर के संख्या एते बढ़ गए। पहले लोग कहे शहर बाजार में मिलती ले तो तेईस ना है, कोई एक आदमी कहल जे भट्ठा चले तेईस से मच्छर के बेसी उत्पत्ति है, विभिन्न कारण सब से। लेकिन एक बेर छिटा जाने नितान से तकर बाद यदि प्रभावकारी है तो रिफ्रेशिंग करे के लिए बात करके साइकिल चक्र जो है 3 महीना में 6 महीना में फिर छिट पड़ते, तो ये छिटला से क्या तो ऐसा अनुभूति प्रत्येक पालिका के संपूर्ण जनता करते
ताहि हिसाबसँ अपना सबके लेट भेलिए कनी। इएह बातके जे एकर साइड इफेक्ट होइ छै ई होइ छै, एहि चीजमे ढुलमुल करैत 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 जे छै से एकरा स्वास्थ्यकर्मीसँ समन्वय कए कऽ जे वास्तवमे एकर साइड इफेक्ट सब नहि होइ, आ साइड इफेक्ट सब यदि कोनो एहन भइयो गेलै तऽ तुरंत ओहिठाम स्वास्थ्यकर्मी सबके समन्वय कए कऽ ओकरा जे छै से